हेलो एभ्रिवान, सबैजनालाई वेलकम छ हैन। आज फेरि धेरै टाइमपछि तपाईँहरूको समयमा एउटा नयाँ ब्लग ल्याउने कोसिस गर्दैछु। आजको हाम्रो टार्गेट भनेको चाहिँ जुगल बाहुबलीका 2 सिन्दुर चाहिँ जुगलको भ्यू पोइन्टमा हो। सो हामी आज लगभग अहिले 1 बजीतिर हामी हिँड्न गइरहेको छौँ हाम्रो 3वटा बाइकमा। यता छ हाम्रो सबै केटाहरू। यही हो, हामी देखाउँदै जान्छु, तपाईँहरू हेर्दै जानु है त, एकदम माया देखाउनु। ओके, हेलो गाइज, हामी चाहिँ अहिले यो जुगल 1 सेलाङमा पुगिरहेको छ होइन। यही हो, अब यहाँबाट कस्तो दामी भ्यू देखिरहेको छ, त्यही भएर तपाईँहरूलाई पनि यसो सेयर गरिहालौँ न, देखाइहालौँ भनेर देखाउन चाहेको मात्रै हो। हेरिदिनु है त टक्क लगाएर। ल है त, हेर्दै जानु होला। ल माया चाहिँ देखाउनु पऱ्यो, हेर्दै जानु है त। ल ओके, फाइनली गाइज हामी सेलाङको टुप्पोमा आइपुग्यो होइन। अब यहाँबाट त्यस्तै लगभग 30-40 मिनटमा हामीले सिन्दुर चाहिँ पुग्छ। त्यही हो, अझै बबाल बनाउँदो रहेछ। हेर, बुद्धको मूर्ति बबाल बन्दो रहेछ यहाँ सेलाङमा पनि। बट यो सकाएको चाहिँ छैन रहेछ, एकदम राम्रो बनाएको रहेछ। यस्तो बबाल देखिरहेछ भ्यू चाहिँ। सट्ट लगाएर यता पनि छ माथि, ट्याम्मा लगाएर यता पसल छ हाम्रो। यता छ बाइक। ए हो गाइज, हेर्दै जानु है त, बबाल छ, बबाल बनाउँदैछ यहाँ। जोस्, जुगलमा नि अब धेरै ठाउँमा विकास भइसकेको छ होइन। धेरै ठाउँमा घुमफेर गर्ने ठाउँ धेरै छ। त्यही हो गाइज, हेर्दै जानु हो। बबाल हुँदैछ हाम्रो जुगलमा पनि होइन। एकदम राम्रो ठाउँ रहेछ, तपाईँहरूलाई म देखाउन चाहन्छु, तपाईँहरू पनि हेर्नु होला है त। जो सानो बबाल बनाएको रहेछ कि एकदम राम्रो ठाउँ होइन, टक्क लगाएर। अब यता माथि पनि फेरि बबाल छ। त्यही हो गाइज, यहाँबाट भ्यू चाहिँ दम्मी देखिरहेछ सट्ट लगाएर। यता चौत्रो पनि देखिन्थ्यो, तर आज अलि यहाँ मौसम आज अलि एकदम क्लियर देखिरहेको छैन। त्यही हो, सट्ट लगाएर हाम्रो गाउँ त यता हो। यहाँबाट हाम्रो गाउँ पनि नदेख्दो रहेछ आज। टक्क लगाएर यता चाहिँ बबाल छ हेर। जोस्, हामी फेरि यो टुप्पोमा पुग्नु पर्ने हो, तर त्यति धेरै राम्रो चाहिँ नदेख्दो रहेछ, क्लियर चाहिँ नदेख्दो रहेछ किन हो चाहिँ। त्यही हो, लु बबाल छ गाइज, बबाल है त एकदम। यो डेटिङ बस्ने ठाउँ हो क्या एकदम। ल अनि आएको कस्तो लाग्यो हाम्रो जुगल? एकदम विकास हुँदैछ। त्यही हो, अनि कस्तो लागिरहेछ भाइ? आज फर्स्ट चोटि घुमघाम होला। Oh my God! Wow! यो जंगलमा लाग्यो सुलेची जंगलमा लाग्यो डेटिङ बस्ने लगाइ चाहिँ हो। हेर्दै जानु है त। अब हामी चाहिँ खाजा खान लाग्यो भिन्न भिन्न सानो समयमा त है त। है चाहिँ हो, A few moments later. यहाँ फाइनल्ली हाम्रो चाहिँ होइन चचो पकाउनु भएको छ हामीलाई। हामीले ठ्याक्क अब यो खाएर अब हिँडिहाल्ने हो सट्ट लगाएर। ओहो, यहाँ खाइरहेछ मस्त। कहाँको रे? ओहो, गाडी ल म नि खान लाग्यो है त गाइज। लु ओके, खाजा साजा खाएर हामी चाहिँ अब हिँड्न लाग्यो होइन त गाइज। यो हो, यहाँ हाम्रो मम्मीले खतरा बनाउनु भएको रहेछ चचाउ चाहिँ। यो गाइज लु अब हिँड्नुपर्छ, 3-4 बजिसक्यो।
है त गाइज ल हेर्दै जानु होला रङ तो चलिए शुरू करते हैं। फाइनली गाइज हामी चाहिँ सेलाङबाट हिँडेर होइन अब यो के अरे लामी डाँडा भन्ने ठाउँमा आइपुग्यो। यो ठाउँ नि एकदम बवाल छ। हाम्रो आगुरामा छ, मेरो पछाडि चाहिँ आएको हो। यो ठाउँ नि एकदम बवाल छ भने तपाईँहरूलाई म देखाइदिइहाल्छु नि। ओके होइन त सर्ट लगाएर हेर्नु। तर हामी भित्र चाहिँ गएको छैनौँ किनकि अब हामीले अहिले एकदम ढिला भइसक्यो नि त। 4:30 भइसक्यो है। एकदम बवाल छ यो ठाउँ पनि। सट्ट लगाएर यता माथि पनि हेर्न सक्नुहुन्छ। यता रोड छ पुरै एकदम। लाग्यो त गाइज अब लगभग हाम्रो टार्गेटमा हामी पुग्न लाग्यो। A few moments later. हामी चाहिँ फाइनली लङटङ राष्ट्रिय निकुञ्जमा आइपुग्यो होइन गाइज। ए हो अझै सिन्दुर चाहिँ पुग्न 7 किलोमिटर बाँकी छ अझै गाइज। ए हो तपाईँहरू आफै हेर्न सक्नुहुन्छ अझै 7 किलोमिटर बाँकी छ गाइज। त्यही हो यो भ्यू एकदम दामी देखिरहेछ। अब त्यही हो हाम्रो यताको हुनुहुन्छ एकदम। अब तपाईँहरूले पनि म देखाइहाल्छु नि। हाम्रो सिन्दुर चाहिँ यहाँ हो हाम्रो होइन। हामी जानुपर्ने चाहिँ अझै धेरै एकदम बाँकी छ। टक्क लगाएर लु गाइज यस्तो देखिरहेछ यहाँबाट चाहिँ आजको मौसम अलि राम्रो भएन। यही वाल छ ल। कहाँ पुगिसक्यो होला उनीहरू आएर त्यही हो। ओहो निस्किन ओहो खोइ एउटा हराएछ त नि। कहाँ पुग्यो छिटो छिटो गाइज अलि बिग केयरफुल भएर चाहिँ आउनु होला तपाईँहरू होइन। तिमीहरूलाई केही त भएन नि? अलिअलि हाततिर खुट्टातिर मलाई त खासै केही भएन उसलाई चाहिँ। ओहो हेर हेर बिचारो भाइ। ओ यार गाइज यो के हो? घुम्न आएको खै लु गाइज हेर त झन्डै गइहाल्यो नि मान्छे होइन। झन्डै ल ल अब हिँडौँ त। अलिक बिस्तारै जाउँ न यार। हेत्रे गाई यस्तो हतार नगर न होइन। गाइस एकदम बवाल भ्यू देखिरहेको छ होइन। त्यही भएर अब तपाईँहरूलाई नदेखाइकन त हामी मात्रै हेर्न हामी सक्दैन नि त। अनि त्यही भएर तपाईँहरूलाई पनि देखाउन चाहन्छौँ हामी। यता छ दुईजना अघि लडेर पुरै घाउ भएको छ। अब सिन्दुर चाहिँ अब यता छ होइन अझै बाँकी छ टन्नै। ओहो अझ त अनि के हो गाइज एकदम गाह्रो पऱ्यो त गाइज। के हो हामी आउनु चाहिँ अस्ति पनि आएको थियौँ तर अस्ति त्यति धेरै त्यो सबै बनाएको थिएन। अझ चाहिँ अब अलि अब अस्तिभन्दा अलि धेरै राम्रो भएको छ भनेर हामी आएको हेर्न है त गाइज। ल हेर्दै जानुहोस् ड्रङ्ग। गाइज हामी चाहिँ अब लगभग पुग्न लाग्यो। अब 5-10 मिनटको बाटो मात्रै होइन गाइज। म तपाईँहरूलाई एउटा कुरो देखाउन चाहन्छु। त्यो हो तपाईँहरू आफै हेर्नु है त गाइज। झरना रिन र रिङ 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 ठन्डन हेर्नु है त टिस। A few moments later. गाइज हामी चाहिँ सिन्दुर चाहिँ गाउँमा आइपुगेको छैन। ए हो अब कति धेरै मान्छे चाहिँ अब यहाँ आइपुगेको छैन होला। सो त्यही भएर तपाईँहरूलाई अब आएको बेला यो सिन्दुर चाहिँ गाउँ पनि देखाइदिनु त के छ होइन। त्यही भनेर देखाउन लाग्यो गाइज। हेरिदिनु है त एकदम बवाल छ। अब यो बितलाए जस्तो छैन यो स्कुल। अब किन त्यहाँबाट देखाउनु पऱ्यो यहाँबाट देखाइहाल्छ नि। यस्तो यस्तो छ यहाँ। ल ल ल सोच ल यस्तो यस्तो छ गाइज होइन।
यता चाहिँ अनि यो के हो यो चाहिँ यहाँ गुम्बा बनाउँदै रहेछ होइन यहाँ अब यो जोस् यो पुरै सकेको चाहिँ छैन रहेछ अनि बबाल हुने रहेछ नि त गाइज त्यही हो एकदम राम्रो छ ठाउँ त होइन अब हामी लगभग पुग्नु त अब यही माथि हो एकदम राम्रो छ ठाउँ अब यता पछाडि पनि छ होइन यस्तै छ गाउँ अब तपाईँहरू को कोले देख्नु भएको छैन अब यहाँबाट हेरेर अब त्यही मनोरञ्जन लिनु न त्यहीबाट हेरेर होइन गाइज त्यही हो ल अब हामी पुग्न लाग्यो है त लगभग है त अब लगभग अब हामी चाहिँ अब यहाँ आइपुगेको छ होइन सो अब तपाईँहरू हेर्नु होला एकदम बगल छ है त हेर्नु है त अब लगभग त्यही हो अब हामी आइपुगेको छ अब हामी 1 बजी हिँडेको हामी 4 बजी आइपुग्यो हेर्नु है त गाइस 3 घन्टा लाग्यो हामीलाई यहाँ चुरा किनिदेऊला ए माया तिमीलाई जाऊ हिँड सहारा यो चाहिँ गेट हो फाइनल्ली हामी एकदम आइपुगेको छ एकदम थकाइ त अब के थकाइ होइन अब यस्तो राम्रो ठाउँमा आइपुग्यो होइन अब यही हो ल केटा अब यसो हेरौँ न त नि के छ होइन बबाल छ कि बबाल ठाउँ तपाईँ हेर्नु न यत्रिको यार जोस् तर फेरि सब्सक्राइब यताउता चाहिँ गरिहाल्नु क्या यो हेरेर मात्रै भएन नि त फेरि होइन हामी अब यति धेरै यस्तो नराम्रो बाटोमा आएर हुन्छ यार तपाईँहरू चाहिँ अनि यस्तो माया नगर्ने जस्तो नि हुन्छ र अनि हेर्दिनँ है त अब एकदम म अब तपाईँहरूलाई पुरै देखाइहाल्छु के छ र कस्तो छ अब के बनाइसक्यो र के बाँकी छ भनेर सबै देखाइहाल्छु नि तपाईँहरूलाई होइन ल एकदम है त तपाईँहरू पाउनु आउनु है त फेरि आउन चाहिँ नबिर्सिनु नि फेरि होइन एकदम राम्रो छ ठाउँ अब हेर्नु है त अहिलेसम्म उद्घाटन गरेको छैन ढन न ठिनी टिस यता तल चाहिँ यो उता गेटबाट आउने बाटो हो होइन हामी चाहिँ अब उता रोडबाट आएको यो तल चाहिँ अब यस्तो कपाल छ र यता भ्यू हेर्नु अनि यता हेर्नु है त यस्तो बबाल छ नि त गाई चाहिँ होइन हाम्रो हो एकदम हामी पहिला आउँदा चाहिँ यो पुरै कलर सलर केही गरेको थिएन यो बनाउँदै थियो आधी मात्रै बनाएको थियो अब अहिले चाहिँ यो माथिको चाहिँ अब पुरै बनाएर सकेको रहेछ अब यता तल चाहिँ हल्का फुल्का अब बाँकी छ अझ नै अझै बाँकी छ अब यो यता भुइँमा अब यता बाँकी होला अब यता उता गर्न त्यही हो गाइज एकदम राम्रो छ एकदम बबाल छ एकदम होइन गाइज यता छ
यताबाट यहाँबाट चाहिँ अब जुगल गौपालिका कति वडा नम्बर 7 सम्म छ होइन पुरै देखिन्छ क्या अब यहाँबाट चाहिँ तर आज चाहिँ अलि मौसमको कारणले अब देखाउन सक्दैन अब खै देख्दैन अब यहाँ ऊ सेलाङ त देख्दैन यहाँबाट उसो त्यही भएर अब अलि देखाउन सक्दैन ए गाइस बबाल छ ठाउँ चाहिँ यता छ हाम्रो अनि कस्तो बनाएको रहेछ अनि पहिला आउँदा र अहिले आउँदा के फरक भयो आगो पहिला अर्कै थियो अहिले चाहिँ दामी बनाएछ गेट यताउति ढोका सोखा अब अहिले जस्तै बनाएछ भित्र चाहिँ अब अहिले माथिको पुरै बाहिर अलि फिनिसिङ बनाइसक्यो नि त अब यो बाहिर चाहिँ हल्का फाकी छ अनि तिमी पनि आएको थियो नि भाइ कस्तो लागिरहेछ अब अहिले र पहिला दामी अहिले त अनि यस्तो बबाल भइरहेछ ऊ दुई जोडी लडेर पुरै घाउछाउ भएर कोही हातमा घाउ देखाउ त लडेर घाउ चाहिँ अनि बेसरी भयो अब के गर्ने एकदम बबाल छ है त गाइज बबाल छ तपाईँहरू पनि आउनु होला एकदम ऊ चाहिँ फर्स्ट ओड्यो हौ एकदम अनि फर्स्ट ओड्यो आउँदा कस्तो अनुभव भयो भाइ सकर भाइ खतरा रमाइलो लाग्यो खतरा लाग्यो एकदम रमाइलो एकदम राम्रो छ होइन अब तपाईँहरू पनि आउनु होला रात पर्न थाल्यो त्यही हो अब यताबाट पनि देखाउने छु योमा चाहिँ फोटो खिचेर भिडियोस् होला एकदम म पुरै देखाइदिइहाल्छु नि तपाईँहरूलाई तपाईँहरूलाई देखाउनको लागि पो हामी आएको होइन हामी मतलब हामी भनौँ न हामी 4 जना ग्रुप छौँ हामी आएको है एकदम राम्रो देखाइदिइहाल्छु नि तपाईँहरूलाई हामीलाई ए गाइज एकदम माया चाहिँ देखाइदिनु पऱ्यो फेरि तपाईँहरूले पनि है त गाइज लु एकदम अब ऊ चाहिँ माथि यो तल पनि अलि अब यस्तै अब यो भुइँमा चाहिँ अब यो ढुङ्गाहरू अब यस्तै गर्नु बाँकी छैन यो अब ट्याक्क लगाएर अब यता छेउतिर पनि अलिअलि हुन्छ होला यो अब अलिकति अब बाँकी छ अझै यो एकदम हुन चाहिँ एकदम बबाल ठाउँ बनाएको के हो एकदम तर यो गाइज एकदम राम्रो छ होइन ठाउँ अब सके छैन कहाँ सक्यो होइन अझै बाँकी छ गाइज त्यही हो तर अझ चाहिँ अलि मौसम एकदम के भन्नु भएर क्या म तर बबाल भइहाल्छ नि धेरै फोहोर नगर न यार त्रिका फोहोर गर्नु हुँदैन नि त अनि हामी चाहिँ यहाँबाट आएको हो रोडबाट आयो भने चाहिँ यताबाट आउने ठाउँ छ यता बाँकी अझै ठाउँ छ नि त यता पछाडि चाहिँ अझै एकदम राम्रो ठाउँ छ होइन यता पछाडि चाहिँ अब त्यो खास गरी अब त्यो जनै पूर्णिमाको मेलामा एकदम त्यो जात्रा एउटा मेला भनौँ न एउटा मेला अब हाम्रो परम्परागत अनुसार अब त्यो झाँक्री नाच यताउता हुन्छ होइन त्यही हो गाइज एकदम राम्रो छ इस अब यहाँभन्दा तल चाहिँ हामी नजाउँ होला एकदम लु गाइज ल एकदम ह्याप्पी भइरहेछ केटाहरू चाहिँ अब यस्तो अनि यस्तो बबाल ठाउँमा ल्याएको छु लडे छ यही हो ल दामी यही हो A few moments later. गाइज होइन हामी चाहिँ अब यता हामी पुरै घुमिसक्यो जति तपाईँहरूले देखायो त्यति नै हामीले नि घुमिहाल्यो नि होइन त्यसो भएर अब यता पछाडि चाहिँ अब 109वटा धारा यता छ अब त्यही देखाउँछु तपाईँहरूलाई अनि अब लगभग अहिले अब 5:30 भइसक्यो अब हामी यहाँबाट हिँड्नुपर्छ अब फेरि यहाँबाट अब घर पुग्नलाई त्यस्तो 2-3 घन्टा लाग्छ हामीलाई अब पानी पर्न लागिसक्यो त्यही भएर अब हामी हिँड्छु गाइज अब यता पछाडि अब हल्का तपाईँहरूले देखाउँछु त्यही हो ल है त अब हामी देखाउन गइरहेको छ तपाईँहरूलाई होइन एकदम है त गाइज यहाँ छ हाम्रो सञ्जीव भाइ यता छ सागर भाइ अब यही हो यता चाहिँ अब म अब तपाईँहरूको प्यारो सलिन तपाईँहरूले मलाई चिनाइहाल्नु होइन एकदम है त हेर्नु अब यहाँबाट हामी देखाइदिइहाल्नु तपाईँलाई सट्ट लगाएर एकदम बबाल छ ठाउँ चाहिँ यहाँ चाहिँ अब शिवको यो के अरे अब खै मलाई चाहिँ अब यो नाम थाहा छैन शिवलिङ्ग हो कि के अरे ए हो अब यता चाहिँ ओहो गाइज के हो बबाल देखिरहेको छ नि त बबाल मेरो भाइ एकदम ठाउँ एकदम बबाल छ यता पनि हेर्न सक्नुहुन्छ एकदम बबाल छैन ठाउँ एकदम यता माथि छ यहाँ 109वटा धारा चाहिँ यही हो यी अब हामी अब एकदम हतार भएर अब हामी यहाँबाट देखाउँछ तपाईँहरूलाई यही हो अब ठाउँ चाहिँ एकदम बबाल छ यता हेर्नु तपाईँहरू पनि जसरी नै अब यो ठाउँ चाहिँ एकचोटि घुम्न आउनु कि अब यो हाम्रै जुगालमा भएको ठाउँ यार अब हामी नघुमेर को घुम्दैन सो तपाईँहरू जसरी भए नि आउनु तपाईँहरू पनि
अब हामी त पहिला नै आएकै हो, पाल चाहिँ अब यस्तो राम्रो थिएन। अब तपाईँहरू पनि अब एकचोटि अब एकदम आउनु घुम्नलाई यही हो है त, सट्ट लगाएर बबल छ। Few moments later. ल गाइज आजको हाम्रो चाहिँ यहीसम्म थियो। अब हामीले पुरै घुमिसक्यो होइन, घुमिसक्यो घुमाइ मतलब सरी हल्का मिस्टेक भयो। अब फर्स्ट हो, अब हल्का मिस्टेक भइहाल्छ नि होइन। अब हाम्रो यात्रा चाहिँ यति हो। अब हामी घर फर्किन्छौँ, पानी पर्न लाग्यो मेन कुरो, त्यही भएर अब हामी चाहिँ फर्किन्छौँ। आजको चाहिँ हाम्रो यति हो। थ्याङ्क यू सो मच सबैजनालाई। एकदम च्यानलमा छिटै आउनेछ। युट्युब च्यानलमा चाहिँ अब सब्सक्राइब हालिहाल्नु, एकदम माया छ तपाईँहरूलाई। थ्याङ्क यू सो मच है त तपाईँहरूलाई एकदम भिडियो चाहिँ लास्टसम्म हेरिदिनु भएकोमा एकदम थ्याङ्क यू सो मच एभ्री वान। टक्क।